मलाई खुसी लागेको छ। शंकरापुर त्यसो त पहिला हामीले पालिका नै जितिन्छ कि भन्ने रिपोर्ट पनि आउने गर्थ्यो, तर फेरि पनि वडा नम्बर 1 हामीले राम्रैसँग जितेका रहेछौँ। र अघि वेदनारायणजीले मलाई माथि केही कुरा सुनाउनु भएको छ यहाँको आवश्यकताको बारेमा। यहाँको एउटा विशेषज्ञ सेवा सहितको अस्पताल हुन आवश्यक छ भन्ने कुरा, कृषिको निम्ति उहाँहरूले बल गरिराख्नु भएको छ। कृषिको उत्पादन वृद्धि गर्नको निम्ति कृषि क्षेत्रमा लगानी वृद्धि गर्ने बारेमा नि उहाँले कुरा गर्नुभएको छ। कृषकहरूले आफै मिलेर समूह बनाएर पनि केही राम्रो काम गर्नुभएको रहेछ। सामूहिक ढङ्गले काम गर्यो भने बढी उपलब्धिमूलक हुन्छ। म तपाईहरु सबैलाई भन्न चाहन्छु, हाम्रो नेतृत्वमा भएका 123वटा पालिकाका प्रमुख उपप्रमुखलाई बोलाएर केही समय अगाडि हामीले अभिमुखीकरण तालिम दिएका थियौँ र त्यहाँ पनि कृषि क्षेत्रलाई अलिक बढी प्राथमिकतामा अनि पर्यटन, उद्योग, व्यवसाय, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता विषयहरूमा र त्यहाँ बढी के भनेको चाहिँ समाजवादको आधार तयार पार्नको लागि सामूहिक ढङ्गले काम गर्ने, सामूहिक खेतीतिर कृषकहरूलाई अभिप्रेरित गर्न जरुरी छ भनिएको थियो। तपाईहरुले यहाँ आफै सुरु गर्नुभएको रहेछ, त्यसको परिणाम पनि राम्रै आएको बताउनु भयो। त्यसको लागि तपाईहरुलाई धन्यवाद छ। अब यहाँ आज वडा कार्यालयमै आएर वडा अध्यक्षसँग उहाँको रिपोर्ट सुन्ने, वडा कार्यालयमै बसेर खाना खाने अवसर जुट्यो। वडा अध्यक्षले भनेका सबै कुरा मैले नोट गरिसकेको छु। मेरो ठाउँबाट यो वडालाई सहयोग गरिन्छ र अर्को पटक हामीले एउटा मात्रै होइन धेरैवटा जित्नुपर्छ र पालिका चाहिँ यो पालिका हामीले हर हालतमा जित्नुपर्छ, 1 नम्बरले लिड गर्नुपर्छ। त्यही शुभकामना।